विकासको पहिलो शर्त राजनीतिक स्थिरता रहेको ठहर गर्दै विशेषज्ञहरूले एक विश्वासिलो सरकारको आवश्यकता औल्याएका छन्। बारम्बार हुने नीतिगत परिवर्तनले लगानीकर्तामा त्रास पैदा गर्ने हुनाले दीर्घकालीन योजना र स्पष्ट दिशासहितको सरकारी प्रतिबद्धता हुनुपर्नेमा जोड दिएको छ। 2. सूचना प्रविधि र वित्तीय केन्द्रको अवधारणा। नेपाललाई अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्य बनाउन सूचना प्रविधि आईटी र वित्तीय क्षेत्रमा क्रान्तिकारी परिवर्तन आवश्यक रहेको बताइएको छ। डिजिटल प्लेटफर्म र आधुनिक वित्तीय सेवाहरूको विकास मार्फत नेपालले विश्व बजारसँग प्रत्यक्ष जोडिने अवसर पाउने विश्वास व्यक्त गरिएको छ। 3. वैदेशिक लगानीमा वन विन्डो प्रणाली। विदेशी लगानी आकर्षित गर्न विद्यमान झन्झटिला नियमहरूलाई सरल बनाउनुपर्ने सुझाव दिएको छ। यसका लागि वन विन्डो सिस्टम, लगानी सम्बन्धी सबै प्रक्रिया एकै ठाउँबाट पूरा हुने व्यवस्था गर्ने, पूर्ण स्वामित्व, निश्चित र रणनीतिक क्षेत्रहरूमा विदेशी लगानीकर्तालाई 100% स्वामित्व प्रदान गर्ने। 4. हाई भ्यालु पर्यटनमा जोड। पर्यटकको संख्या बढाउनु भन्दा पनि गुणस्तरीय र खर्चालु पर्यटक भित्र्याउने रणनीति हाई भ्यालु टुरिज्म अपनाउनु पर्नेमा विज्ञहरूको मत छ। यसले कम पर्यटन चापमा पनि वातावरण सन्तुलन कायम राख्दै उच्च वैदेशिक मुद्रा आर्जन गर्न मद्दत पुग्ने देखिन्छ। 5. दक्ष जनशक्ति उत्पादन र शिक्षा। भविष्यको अर्थतन्त्रलाई धान्न सक्ने गरी शिक्षा प्रणालीमा सुधार गर्नुपर्ने आवश्यकता औल्याइएको छ। विशेष गरी आईटी, फाइनान्स र इन्जिनियरिङ क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको दक्ष जनशक्ति उत्पादन गर्न प्राविधिक शिक्षा र सिप विकासमा लगानी बढाउनु पर्ने सुझाव दिएको छ। 6. व्यवसाय मैत्री कर प्रणाली र कानुनी शासन। लगानीकर्तालाई आकर्षित गर्न कर प्रणाली सरल, पारदर्शी र व्यवसाय मैत्री हुनुपर्ने बताइएको छ। साथै कानुनी शासनको कडा कार्यान्वयनले व्यावसायिक सुरक्षाको प्रत्याभूति दिने र जसका कारण आन्तरिक तथा बाह्य लगानीको वातावरण सुदृढ हुने विज्ञहरूको विश्लेषण छ। विशेषज्ञको भनाई, यदि नेपालले यी सुधारहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकेमा आगामी केही दशकभित्रै दक्षिण एसियाकै एक समृद्ध र आधुनिक राष्ट्र बन्ने बलियो आधार तयार हुनेछ।